सबैलाई नमस्कार। मेरो नाम ज्ञान बहादुर बुढा हो। म चाहिँ कक्षा 8 मा अध्ययनतर गर्दैछु भर्खर। अनि रुन्डीगढी 2 वार्ड नम्बर 1 मा बस्ने मेरो प्यारी बहिनीको एउटा परिस्थिति सुन्दै गइरहेको छु र परिस्थिति भन्दा उहाँको पहिला सबैभन्दा म परिचय लिन जाँदैछु। अनि हजुरको नाम के भयो होला? नमस्कार। नमस्कार, मेरो नाम पुष्प बुढा हो। म 6 मा पढ्छु। अनि हजुरको एज चाहिँ कति भयो? 11। अनि पढाइ कस्तो भइरहेछ? अहिले राम्रो भइरहेको छ। त्यहाँ पारि उमा हेर्नु होला है। त्यहाँ फेरि दर्शकहरूले को भन्छन्। अनि सन्चै हुनुहुन्छ? हजुर, सन्चै छु। अनि त हजुरसँग मैले एउटा परिस्थिति र एउटा गीत तपाईँसँग पुरै राम्रो परिस्थिति छ भन्छन् अरूले। त्यहाँ भएर तपाईँको मैले परिस्थिति ल्याउन जाँदैछ। राम्रो छ कि छैन भनेर सबैले सुनिदिनु होला। यदि बहिनीको गीत परोस् भने, मन परोस् भने सेयर, लाइक, कमेन्ट गरेर यहाँ बहिनीलाई सपोर्ट गर्नु होला। नमस्कार। ल सुनौँ त बहिनीको गीत। सारङकोटको डाँडीमा घाम लाग्यो, मुटु खाली राखेको काम लाग्यो। तिम्री मोया छ, तिम्री मोया छ, तिम्री मोया छ। काछु भनी सोधिहाल्यो साइला, दया पनि छ, माया पनि छ, दया पनि छ, माया पनि छ। अनि यति राम्रो गीत गाउनु हुने रहेछ होइन? अनि अर्को अलि गीत गाउनुहोस् त, अरू पनि होला नि गीत। त्यहाँ पारि उमा हेर्नु होला क्यामेरामा। फेरि दर्शकहरूले को भन्छन्। त्यहाँ पारि उमा हेर्नु लागेको। दाजी हजुरकाबाट आउनु भो, पढाइ लेखाइ सिकाएको जानु भो झ्यालैमा होइन। बरमा बस्यो जुरेली पिपलुमा मैना, तो दिलमा मलाई ठाउँ छ कि छैन, तो दिलमा मलाई ठाउँ छ कि छैन। यति राम्रो गीत रहेछ बहिनीको चाहिँ। अनि यहाँ बहिनीलाई लाइक, कमेन्ट, सेयर गरेर सबैले सपोर्ट दिनु होला। उहाँको पढाइ पनि धेरै राम्रो भइरहेको रहेछ। अनि मैले चाहिँ मेरो घर चाहिँ रुन्डीगढी 2 वार्ड नम्बर 1 मा पर्छ। म चाहिँ रुन्डीगढी 2 मा श्री जनज्योति बेसिक स्कुल रुन्डीगढी 2 लामीडाँडामा पढ्दै गरिरहेको छु, अहिले अध्ययन गरिरहेको छु। अनि यहाँ बहिनी चाहिँ 6 क्लासमा गर्दै हुनुहुँदो रहेछ, गर्दै हुनुहुँदैछ। उहाँको गीत चाहिँ एकदम राम्रो छ। सबैले लाइक, कमेन्ट, सेयर गरेर सबैले सपोर्ट दिनु होला। मेरो सुगम क्षेत्रमा गएर पनि सब्सक्राइब, लाइक, कमेन्ट गरिदिनु होला। म तयार छु। ल ल ल। अनि एउटा गीत सुनाऊँ त लास्ट। ओ मान्छे छिबाट यार। असली हजुर, अरे हाँस्नु पर्छ। हाँस्यो